हाम्रो कयम श्री अन्तको यात्रा सुरु हेर्नु सबैजना एकचोटि हेर्दैन हाम्रो श्री अन्तको यात्रा सुरु कति घन्टामा पुगिन्छ 2 घन्टामा लाग्छ 2 घन्टा धेरै लाग्छ नि के छ पत्री बजार यस्तो ट्रक हाम्रो पत्री रोड होइन चुम्दैछ जेडी बसेर त भरेको लागिरहेको त्यो खाँदैन क्या म चाहिँ के अरे उयो लोकल खाने हो लोकल भाले लोकल रातो भालेसँग लोकलै खाने भरे यो भिडियो उयसमा चाहिँ के टिकटक लाइभमा हो लाइभमा चाहिँ भरे जेडी निकाल्ने बेला घरे खाँदै जाँदाखेरि बिक्री हुन्छ हेलो तिमीले त एक शब्द राखिदिने हो कि शब्द राखिदिने हो के भन्नु छ आनन्द आइरहेको छ खुल्ला खुल्ला बस्नु पाएर खुसी छ एकदम खुसी छु म त तर मैले ला प्रश्न अन्त के घुम्न जाँदा अलिकति कस्तो उयो भइरहेको छ अनुभव एकदम राम्रो एक्सपिरियन्स भइरहेछ होइन अलिकति पनि गइदिन अहिले नै अनुभव सोधिनु भएको अब यसो ब्रेकफास्ट खानको लागि उत्रेको मामा कुन ठाउँ अरे यो चाहिँ तपाईँको ठ्याक्कै झापा र इलामको बोर्डर हो यहाँदेखि उता तल झापा यता तल झापा माथि इलाम यता माथि इलाम यो चाहिँ अब यो ठाउँको नाम चाहिँ कलश हो नि त अनि हामीले खाजामा के मगाएको छौँ त चना अन्डा अलिकति हेल्दी फुडै खानु पर्यो नि त हामीलाई हेल्दी फुड यता हाम्रो दार्जिलिङबाट माइली आन्टी आउनुभएको छ माइली आन्टी केरा खाने यता ठुली यता हाम्रो ड्राइभर दाइ हुनुहुन्छ यता हाम्रो माइजू हाम्रो दुईटा फुच्चे सानो फुच्चे यता हाम्रो पाङ्लीमा म फुलाइदिन्छु 1 2 3 गर्दै फुटाउनु 1 2 3 अब हामी खाजा खाएर मस्तीतिर लाग्यौँ अब यसो के खानुभयो खाजामा तपाईँहरूले गेडागुडी खाएको के खायो तिमीले यी गेडागुडी खान लाग्यो मिठो पनि लागेन मलाई त आन्टीले के खानु मलाई चना चाहिँ दुईटा अन्डा खाइदिए हो अन्डा खानुभयो अन्डा अब हामी मासतिर लाग्छौँ है यता हेरिदिउँ त एकचोटि अब हामी इलाम जिल्ला प्रवेश गर्यौँ है अब हामी लाग्छौँ माथितिर हाम्रो नेक्स्ट टोलीहरू माथितिर पर्खिराख्नु भएको छ त्यहाँ अब हामीले चाहिँ क्याचअप होइन मिटअप गरेर जानु पर्यो माथि अब हामी लाग्यौँ हाम्रो दुईटा गाडी छ होइन बाबु केही भन्नु छ स्वागत भन्दैन अर्को अर्कोलाई
गरिदिनु हाई हाई गरिदिनु न 1 2 भनेर सुनाइदिनु 1 2 1 2 यसरी 1 2 1 2 सेकेन्ड ब्याचको मान्छे भेट भयो कस्तो भयो सेकेन्ड टोली हो सेकेन्ड टोली एकदम रमाइलो के दर्शन गर्नुभयो नगरेको नगर्नुभयो दर्शन कस्तो भयो आन्टी दामी के आज चटपटे खाइदैछ अब बाटो सँगै आउनु पाएन अब यहाँ चढ्ने कहाँ चेन भन्नु थियो त खोइ साइली आन्टी पोली पोली हामी अहिले कुन ठाउँमा छौँ कुन ठाउँमा तल्लो पाथी भएर इलामको एकदम प्रख्यात यहाँ चाहिँ एकदम अब नेपालदेखि नलिएर इन्डियादेखि लिएर होइन विभिन्न देशदेखि नै यहाँ दर्शन गर्न आउनुहुन्छ एकदम मान्नुहुन्छ होइन यहाँ चाहिँ जे भएको त्यही हुन्छ म पनि धेरै मान्छु होइन मातालाई माता यसपालि यता देखाउ न इन्टरभ्यू अब यसपालि जुठो लगाएर आउनु पाएन होइन अब कुनै बेला यसो मौका परेको बेलामा आउनेछु जुठोमै हो आउनु पाइन साह्रो रहन्थ्यो नि हाम्रो त यो चाहिँ बलबहादुरको चिनो होइन बलबहादुरको मेरो युकेको दिदीले दिएको यो बलबहादुरको चिनो है यहाँ चिराका के गाह्रो भयो भन्दैछ त गाह्रो भयो मान्छे गएर अगाडि बसेर पछाडिको सिटमा बसेर त कान्छी आन्टी हो अब कता पछाडिको सिटमा के हो माइली आन्टी हाम्रो ड्राइभर भाइ चाहिँ को हो को ड्राइभर झटपटे खुवाइ हुँदैछ यहाँनिर कस्तो रहेछ खै चाख्यौँ त भोक लागेर छाला पनि खोजेर सुन्तला खाएर बल्ल बल्ल निको भएको अनि त्यहाँ खाजा के खाइस् खाना खाएर उत्रेको अवस्था के खानु ममा मटन खाएको 2 पिस मात्रै चिकन
के खानुभयो के मासुसँग खानुभयो भेज भेज खानुभयो तपाईँले मैले फिस खाएको अगाडि भन्छ घरमा बाई बाई दामी आउनु पर्यो फोटो चल्नु अर्को हाम्रो सेक्सन भइरहेछ जेटी मैली शैली काइली कान्छीको यता हाम्रो आमाको प्रस्थान भयो घोडा चढाइ हाम्रो माइली आन्टीको प्रस्थान हो फेरि अर्को सेकेन्ड लट चढ्यो घोडा कस्तो बल म्याडम मामा भ्याएपछि मान्छ त डम्बर बहादुरको छोरीहरू ल माथितिर सनराइज हेर्नु लाग्यो कति बजे 4 बजे उठेपछि 4 बजे उठेर निस्केको हामी सबैजना अब फेरि आएर फेरि के छ सनराइज हेर्नु निस्क्यो
अर्को हाम्रो नानीको लागि चढ्नु भयो फेरि घोडामा के छ खबर ल हामी चाहिँ हिँड्दै लाग्यो अब हामी चाहिँ हिँड्दै जाने हो रोली चाहिँ हिँड्छ ल लाग्यो ल माथितिर घोडामा बच्चाहरू गएर